तिमी जे सोच्छौ त्यही भन्छौ। गौतम बुद्ध। नमस्कार, म मदन घिमिरे। जीवन एक यात्रा हो जहाँ हामी कहिले उचाइमा पुग्छौँ त कहिले भहीमा झर्छौँ। तर के हो भने जीवनको असली स्वाद भनेको त्यही हो जति बेला हामीले हाम्रो चुनौतीलाई नै अवसरको रूपमा परिणत गर्दछौँ। हामी मध्ये धेरैले आफूलाई कमजोर ठान्छौँ। म केही गर्न सक्दिनँ, मेरो भाग्यमा केही छैन भन्ने सोच्छौँ। तर हेर्नुहोस्, तपाईँ त्यति नै सक्षम हुनुहुन्छ जति आफूलाई विश्वास गर्नुहुन्छ। जब तपाईले आफ्नो मनको डरलाई जित्नुहुन्छ तब तपाईले संसारलाई नै जित्नुहुन्छ। असफलता नै सफलताको एउटा सिडी हो। यसको उदाहरणको रूपमा हामी माइकल जोर्डनलाई लिन सक्छौँ। माइकल जोर्डन जो एक बास्केटबल खेलाडी थिए, जसले आफ्नो खेल जीवनमा सयौं पटक हारे तर हारबाट पछाडि हटेनन्, खेलिरहे र त्यही हारले नै उनलाई आज एक महान बास्केटबल खेलाडी बनायो। र उनी भन्छन्, मैले आफ्नो खेल जीवनमा 9000 भन्दा बढी शट खेल्न मिस गरेँ। मैले करिब 300 वटा खेल हारे, करिब 26 वटा खेल जित्नै आँट्दा जितकै मुखमै पुगेर एक शट विनिङ शट मिस हुँदाखेरि खेल हारे। र यस्तो हार पटक पटक भइरहँदा पनि म पछाडि हटिनँ र म आज त्यही असफलताले नै मलाई सफल बनायो। त्यसैले डराउनु हुँदैन, प्रयास गरिराख्नुपर्छ र त्यही पटक पटकको प्रयासले नै तपाईँलाई सफल बनाउँदछ। जीवनमा जति ठुलो सङ्घर्ष त्यति ठुलो विजय हुन्छ। हामीले गरेको हरेक परिश्रम, हरेक त्याग, हरेक रातको जागरणले हाम्रो कथा बनाउँदछ। त्यसैले हार नमान्नुहोस्, किनभने तपाईँको सफलताको कथा अझै लेखिन बाँकी छ। अन्तिममा तपाईँ जस्तो सोच्नुहुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। त्यसैले आजदेखि नयाँ सोच, नयाँ उत्साह, नयाँ सङ्कल्पले जीवन जिउनुहोस्। आफूलाई विश्वास गर्नुहोस्, किनभने तपाईँ त्यति शक्तिशाली हुनुहुन्छ जसले तपाईँलाई असम्भवलाई पनि सम्भव बनाउन सक्छ। हस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्। हस्, धन्यवाद।